हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। म चाहिँ अब रुममा बस्दा बस्दा धेरै बोर भएर अनि यसो आज 4 साढे 4 हुन लाग्यो, यता बाहिर निस्केको छु। यता चाहिँ मेरो फेभरेट ठाउँ हो, धेरै हौहल्ला पनि हुँदैन र शान्त छ। यता स्केटिङ पनि गरिरहेको हुन्छन् जापानिजहरू। अनि यता चाहिँ तरकारीहरू, यता साइडमा तरकारी तपाईँ देख्न सक्नुहुन्छ, साइडमा तरकारीहरू पनि लगाइरहेको हुन्छन्। अहिले त्यस्तो खासै मौसम त छैन तरकारी सब लाउने, तर धेरै जसको चाहिँ नर्सरी गरिरहेको छ र देख्न सक्नुहुन्छ सबै तरकारीको बारीहरू छ। अब बिस्तारै फेरि नयाँ खेती लाउने बेला भइसकेको छ यता। र उता पारिपट्टि चाहिँ तोरी देख्न सक्नुहुन्छ, पछाडि मेरो पछाडि त्यहाँ तोरी फुलिरहेछ र पछाडि त्यसको पछाडि चाहिँ बाँस छ। र अनि रुममा बस्दा बस्दा दिक्क भएर चाहिँ अहिले यसो बाहिर जगिङ जस्तै भनौँ न, वाकिङ स्मल हिँडेर आएको छु। रुममा बस्दा बस्दा दिमाग ह्याङ हुन्छ नि त, धेरै कुराहरू, खाली दिमाग शैतानको घर भने चाहिँ। अब यतिखेर जस्तो अब पारिपट्टि मान्छे बुढाबुढीहरू टक्क जगिङ हिँडिरहने, यतिखेर टाइम भनेको जगिङ गर्ने, वाकिङ गर्ने, रनिङ गर्ने मान्छेहरू पनि टन्नै हिँडिरहेको हुन्छन्। अनि त्यसैले म पनि निस्क्यौँ आज नयाँ केही गरौँ भनेर। अनि म पनि आजबाट चाहिँ एउटा भ्लग टाइपको सुट गर्छु भन्ने हिसाबले बाहिर निस्केको। अनि आज खासै घाम त लागेको छैन, पानी हिजोदेखि पानी परिरहेको थियो अनि बादलै लगाइरहेको छ आज पनि। र भोलिको पनि बादलै लाग्ने जस्तो देखाइरहेको छ गुगलमा हेर्दाखेरि। अनि मेरो चाहिँ फेभरेट ठाउँ भनेको यता यहाँ यो ठाउँमा हो। यहाँ यो मान्छे हिँड्ने, त्यहाँ चाहिँ अर्कोमा चाहिँ त्यो 4-4 टाइपको देखेकोमा चाहिँ केही पनि हिँड्दैन, त्योभन्दा उतापट्टि गाडीहरू हिँड्छ। अनि त्यहाँ चाहिँ दुईवटा लेनको छ। अनि त्योभन्दा उतापट्टि चाहिँ बाँस छ। अनि मेरो यो ठाउँ किन फेभरेट भन्दाखेरि प्रायः जसको म यतै आएर हुन्छु, रुमबाट पनि नजिकै छ। र अनि यता चाहिँ प्रायः खेतीपाती लगाइरहेको हुन्छ अनि पुरा हरिया हुन्छ, हरियालीमा। अनि यसो आउँदाखेरि मन पनि शान्त हुन्छ। अनि यहाँभन्दा उता पर चाहिँ गाउँ छ, अनि त्यो गाउँ चाहिँ नेपालतिरको जस्तै छ क्या ठ्याक्कै। अनि नेपालतिरको जस्तै छ। अनि त्यही भएर त्यता जाने बित्तिकै नेपालको भाइब आउँछ। तपाईँहरूलाई म भोलि त्यता गएर अनि त्यताको चाहिँ भिडियो खिचेर अनि देखाउँछु। लास्टै शान्त छ क्या। अनि नेपालतिरै बस्या जस्तो फिल हुन्छ त्यतातिर गयो भने। लास्ट शान्त, त्यतै धेरै भिडभाड पनि नहुने, एकदम आनन्द हुने। अनि त्यहाँ सानो खोला टाइपको पनि छ त्यतातिर। अनि त्यो खोलाकोमा चाहिँ हामी गर्मीमा गएर चाहिँ बसिन्थ्यो, खानेकुराहरू खाइन्थ्यो। अनि त्यहाँ जापानिजहरू, फुच्चे भुराहरू पनि, सानो भुराहरू, चुरी भनेको माछा मार्न जान्थे क्या। अनि त्यतातिर, अनि त्यही भएर मेरो त्यो साइडतिर चाहिँ मेरो फेभरेट भनौँ, अनि यहाँको पनि फेभरेटै हो। त्यसैले अनि म आज चाहिँ जगिङ गर्दै माइन्ड पनि फ्रेस हुन्छ भनेर अनि आएको छु। त्यही भएर हेर्नुहोस् यता जापानको यस्तो हुन्छ, यस्तो छ होइन, विकास यस्तो दिगो विकास भइरहेछ। विकास मात्रै होइन, जापान भनेको दिगो विकास भएको कारणले नै आज यहाँ पुगेको छ। खेतीपाती गर्ने स्टाइल पनि छुट्टै छ होइन। यहाँ चाहिँ जोतेर भइसक्यो ट्र्याक्टरले। अनि यो नाली पानी आउने पनि एकदम सिस्टमेटिक पारामा छ, सब सिस्टमेटिक पारामै छ क्या। अनि त्यही भएर आज यसो सानो मिनी भ्लग टाइपको गरेर, म वास्तवमा भने त लास्टै इन्ट्रोभर्ट टाइपको मान्छे हो। अनि अब चाहिँ केही गर्नुपर्छ, बिस्तारै नयाँ कुरा सिक्नुपर्छ भनेर अनि एउटा भ्लग टाइपको खिचेर हालौँ भनेर, जगिङ पनि हुन्छ भनेर अनि बाहिर निस्केको हुन्छ। अहिलेलाई बाई। अब अर्को भ्लगमा भेटौँला है त।